यहाँ त अब कुरा सुरु कताबाट गर्ने के विषयमा बोल्ने जस्तो भइसक्यो। सबैको फरक फरक कुरा आएको छ, सबैको फरक फरक। काठमाडौँ महानगरपालिकाको प्रमुख मेयर बालेन शाहको ठाडो आदेशमा बालज्यू पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुल्ला गर्न र इन्डोर पोखरी बनाउन निर्देशन दिनुभएको छ। महानगरपालिकाका उपप्रमुख सुनित रङ्गोल पनि साथमा रहेको छ। सञ्चालनका लागि उद्यानको गुरु योजना अन्तर्गत व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। 2072 सालको भूकम्पको लागि कम्पानीले पोखरीको संरचना सर्किएपछि पानी चुहिन थालेको थियो। त्यसपछि पोखरी पुनर्निर्माण गर्न थालेको थियो। 7 करोड 75 लाख रुपियाँको चाहिँ लागत अनुमान गरिएको पुनर्निर्माण गर्नका लागि पशुपतिनाथ कन्स्ट्रक्सनले 7 करोड 43 लाख रुपियाँको लागि निर्माण कबुल गरेको थियो। निर्माणको लागि खर्च रकम 7 करोड 43 लाख 31,157 रुपियाँ रहेको छ। कामका लागि 2079 असोज 5 गते कार्यादेश दिएको थियो। 2080 चैतमा 19 गते चाहिँ निर्माण सम्पन्न भएको छ। बालज्यू उद्यानका लागि धेरै आयामहरू छन्, तीमध्ये पोखरीमा एउटा रहेको छ। यसकारण पौडी पोखरीको लागि उद्यानको पूर्वाधार र त्यस क्षेत्रको लागि धार्मिक, सांस्कृतिक र पर्यावरणीय अवस्थाको लागि सुधारसँगै बालज्यूले उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ चाहिँ अगाडि बढाइने यहाँको बनाइरहेको छ। शहरी योजना आयोगको लागि उपाध्यक्ष डाक्टर चाहिँ सुमन नरसिंह राज भण्डारीका अनुसार उद्यानको लागि गुरु योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उपाध्यक्ष राज भण्डारीको लागि बनाएमा आफ्ना धारणा राख्दै वडा नम्बर 36 का र 16 का अध्यक्ष रेजिना श्रेष्ठले स्थानीयवासीहरूले चाहिँ गुरु योजना कार्यान्वयनको लागि अपेक्षा गर्नुभएको बताउनु भएको छ। पुनर्निर्माणको लागि पहिलो चरणमा 18 लाख लिटर पानी अड्ने क्षमता भएका 50 मिटर चाहिँ लम्बाइ र 18 मिटर चौडाइ भएको पोखरी बनाएको छ। पुनर्निर्माण कार्यका बारेमा जानकारी दिँदै सार्वजनिक निर्माण विभागका लागि इन्जिनियरिङ प्रेम बहादुर श्रेष्ठले भन्नुभएको छ। पौडी पोखरीको लागि गहिरोमा 3 फिटदेखि 10 फिटसम्म छ र पोखरी पुनर्निर्माणसँगै पानी चाहिँ प्रशोधन प्लान्टमा शुद्धिकरण प्लान्ट र 150 जना चाहिँ क्षमता भएको दर्शकले बस्ने ठाउँमा निर्माण गरेको छ। पुरानो शौचालय र स्नान चाहिँ घर पुनर्निर्माण गरिएको छ भने लकरहरूको लागि व्यवस्था गरिएको छ। पोखरीको लागि वरिपरि काँडे तारले सुरक्षा लगाएको छ भने पानीको पिएच र भ्यालु र क्लोरिन भ्यालुको लागि सन्तुलन गर्न शौचालय डिजिटल प्रणालीको लागि जडान गरिएको छ। उहाँका अनुसार पोखरीको लागि प्रवेश मार्ग उद्यानको लागि मूल ढोकाबाट मात्र भएकोले व्यावसायिक सञ्चालन गर्नका लागि कठिन छ। यसकारण दोस्रो सञ्चालनमा पोखरीकै छेउबाट ढोका खोल्ने लगायतका कामहरू गर्ने योजना रहेको छ। बालज्यूमा धेरै बाँदरहरू भएकोले पोखरीमा उनीहरूको लागि आउनबाट रोक्न चुनौती छ। यसलाई रोक्नका लागि फाइबर फेक्सिङ र गर्ने र क्याप्टेरिया बनाउने र बालबालिकाका लागि पौडी पोखरी बनाउने र ड्राइड फाउन्टेन बनाउने र ओभरहेड पानी ट्याङ्की बनाउने लगायतका योजना रहेको छ। पौडी सञ्चालन गर्नका लागि सङ्घ संस्था र सम्झौताको लागि पौडी र पोखरीको लागि सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनले नेपाल पौडी सङ्घ संस्थाको लागि सम्झौता गरेको छ। आयोजनको लागि प्रमुख नवराज थापा र सङ्घका लागि महासचिव ईश्वर कुमार कार्कीको बीचमा सम्पन्न सम्झौतासँग सङ्घले 1 जना चाहिँ वरिष्ठ जीवन रक्षक र 1 जनाका लागि महिला अनिवार्य सहित 3 जना चाहिँ जीवन रक्षक र 1 जना पानी प्रशोधन प्रभावित चाहिँ प्राविधिक सहित चाहिँ 5 जना जनशक्ति उपलब्ध गराउने भएको छ। महानगरपालिकाले तोकिएको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा 10 मिनेट अगाडि नै जनशक्ति पोखरी पुगिसक्नु पर्ने भएको छ। समय सकिएपछि कार्यालयमा प्रमुखलाई दैनिक कामको लागि विवरण दिएर फर्किनु पर्ने रहेको छ। यो सम्झौता पोखरी सञ्चालनका लागि अवधि रहेको छ। धार्मिक तथा सांस्कृतिक दुवै कोणबाट पवित्र मानिने नागार्जुन डाँडाको लागि फेदमा बालज्यू बाइपास धारा उद्यान रहेको छ। यस धारामा चाहिँ आउने पानीमा चाहिँ नुहाउँदा लुहुती पुण्यका लागि दिनमा जान अनजानका लागि गरेका पापहरूको पखालिने विश्वासका साथ श्रद्धालुहरू स्नान गर्नका लागि आउने गरेको छ। हिन्दू बौद्ध दुवैको लागि धर्म अवलम्बीहरूले धार्मिक आस्थासँग जोडिएको धारा चाहिँ मेलामा चाहिँ नुहाएपछि नजिकै रहेका मन्नाथी देवी लगायतका लागि मन्दिरमा पूजाआजा गर्नाले रोग व्याधि नलाग्ने र पारिवारिक सुख समृद्धि बढ्ने तथा फलिभाव हुने जनविश्वास रहेको छ। मन्नाथी देवीसँगै चाहिँ उद्यान क्षेत्रमा चाहिँ शीतलहालै देवी र बुद्ध र गणेशलाई चाहिँ चण्डेश्वर र महादेवको लागि मन्दिर तथा उद्यानको लागि पूर्वतिर रहेका सानो कुण्डका शेष र नागमाथि सुतेका चाहिँ बाल चाहिँ नीलकण्ठ रहेका छन्। इतिहासमा उल्लेख भए अनुसार ज्ञानेश्वरमा चाहिँ प्राप्त बुढा नीलकण्ठका लागि मूर्ति दरबारको भण्डार खालमा चाहिँ स्थापना गर्दा भगवान रिसाएर अब उपरान्त तिनीहरूको लागि मेरो दर्शन गर्न नआउने भनेकै कारण प्रताप मल्लले बालज्यूमा उक्त मूर्तिका प्रतिरूप रूपमा तयार पार्न लगाएको भन्ने बनाइरहेको छ। भगवान विष्णुको लागि शेष साई मूर्ति स्थापना गर्दा उक्त ठाउँमा चाहिँ काल भैरवको लागि मूर्ति समेत भेटिएको छ, जसलाई प्रताप मल्लकै पालामा चाहिँ हनुमान ढोकाको लागि अगाडि लगेर स्थापना गरेको छ।
उद्यानमा 158 रोपनी क्षेत्रमा फैलिएको छ भने तत्कालीन राजा चाहिँ जयप्रकाश मल्लको लागि पालामा 21वटा चाहिँ धारा निर्माण भएको छन्। पछि रणबहादुर शाहले बीचको लागि एउटा ठूलो चाहिँ धारा निर्माण गराएपछि यसको नाम चाहिँ 22 धारा रहन गएको हो र विक्रमसम्म 2018 सालमा चाहिँ राजा महेन्द्रको पालामा बालज्यू 22 धारामा चाहिँ उद्यान निर्माण गरिए पनि 2021 सालदेखि मात्र सर्वसाधारणका लागि खुला गरिएको छ। आवश्यक भएका कानुन मात्र निर्माण गर्ने र जारी गरिएका चाहिँ कानुनका लागि प्रभावकारी चाहिँ कानुन गर्ने पद्धतिले मात्र विधिको लागि शासन स्थापित हुने बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनित डङ्गोले कानुन निर्माण गर्ने पद्धति र कानुनको अवस्था चाहिँ विश्लेषण गर्ने बेला आएको धारणा राख्नु भएको छ। कानुन दिवसका लागि अवसरमा विशेष अदालतले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभएको छ, कानुनी प्रशासनको लागि मर्म र प्रत्याभूत गर्नका लागि कानुनी पक्षमा विश्लेषण गर्ने बेला आएको छ। नेपालमा कानुन कम छैनन्, यसको गुणस्तरीय कानुनका लागि पक्षमा अहिले चाहिँ आवश्यकता रहेको छ र कानुन नहुने कानुनका लागि निर्माण गरिनु हुँदैन। यसकारण अब विगतमा जारी भएका कानुनका लागि व्यवहारिक पक्ष र कानुनको पक्षबाट समीक्षा गर्नुपर्ने बेला आएको छ। कानुन सबैका लागि बराबर भएको महसुस गराउनुपर्छ र सबै व्यक्ति कानुनका लागि अधीनमा छौँ भन्ने मर्म आत्मसात गर्नुपर्छ उहाँले भन्नुभएको छ। यसकारण काठमाडौँ महानगरपालिकाले कानुनी सहजकर्ता मार्फत निःशुल्क कानुनी सेवा दिने र वडा महिला सञ्चालनबाट टोलटोलमै लैङ्गिक हिंसा लगायतका सामान्य चाहिँ समस्या न्यूनीकरण गर्न समाधान गर्ने र वडा स्तरीय मेलमिलाप कक्षमा चाहिँ मेलमिलापको तर्फबाट विवाद चाहिँ निरूपण गर्ने विपन्नलाई व्यवसायिक कानुन व्यवसायबाट निःशुल्क सेवा प्रदान गर्ने अभ्यास गरेको छ। यसबाट नागरिक महसुस योग्य लाभ वितरण गर्ने भएको छ। कार्यक्रममा विशेष अदालतमा चाहिँ अध्यक्ष टेकनारायण कुवाले 2007 सालमा प्रजातन्त्र आएपछि शक्ति पृथ्वीनारायण शाहका लागि प्रधान चाहिँ न्यायालय ऐन लाल मोहर लागेको दिनमा चाहिँ स्मरण दिवस मनाउन थालिएको जानकारी दिनुभएको छ। स्वतन्त्र न्यायपालिका र न्याय वितरणका लागि आधुनिक विधिको लागि समुचित प्रयोग गर्न सकेमा नागरिकले तत्काल न्यायको लागि अनुभूति गर्न सक्ने भएकोले यो दिशामा चाहिँ काम गर्नुपर्छ र अध्यक्ष कुमारले धारणा राख्नुभएको छ। त्यसक्रममा ललितपुर महानगरपालिका उपप्रमुख चाहिँ मनथली साहित्य र बज्रचार्यले कानुन चाहिँ न्याय क्षेत्रबाट नागरिकले लाभ प्रदान गर्नका लागि सबै व्यक्ति क्षेत्रमा तथा समुदायका दायित्व हुने बताउँदै हरेक व्यक्तिमा पदाधिकारी सङ्घ संस्थाले कानुनको लागि पालना गरी कानुनमा चाहिँ ठूलो भूमिका खेल्छ भन्ने सोचेर व्यवहार गर्नुपर्ने बताउनु भएको छ। त्यस क्रममा विशेष अदालत बार एसोसिएसनका अध्यक्ष टिकाबहादुर कुमार, काठमाडौँ जिल्लाका सहायक चाहिँ प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी सहितको वक्ताले विधि र पद्धतिको स्थापनासँग कानुन तर्जुमा प्रक्रिया, जारी गर्ने प्रक्रिया र कानुनको व्याख्या र कानुनको लागि चाहिँ अवस्था लगायतका कोणबाट धारणा राख्दै सभ्य समाज निर्माण गर्नका लागि कानुनप्रति सबैले उत्तरदायी हुनुपर्ने जोड दिनुभएको छ। कार्यक्रममा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेल र न्यायाधीश विशेष अदालतका लागि रजिस्ट्रार, सरकारी वकिल कार्यालयका प्रमुख र उपन्यायाधीश अधिवक्ता सहितका लागि कानुन क्षेत्रका व्यक्ति र व्यक्तित्वमा पदाधिकारी सहभागी हुनुभएको छ। स्थानीय विवादका निरूपणका लागि महानगरपालिकाको प्रयासमा काठमाडौँ महानगरपालिकाले अहिलेसम्म 52,740 चाहिँ जना व्यक्तिले न्यायिक सहजकर्ता मार्फत सेवा प्रदान गरेको छ। यसमा चालु आर्थिक वर्षको लागि यस अवधिमा 6,847 जना सेवा लिनुभएको छ भने पैसा नभएको कारण अदालती प्रक्रिया र त्यस्तो ठाउँबाट प्रदान हुने न्यायमा चाहिँ पहुँच राख्न नसक्ने महानगरवासीका लागि निःशुल्क रूपमा कानुनी र न्यायिक सहायता चाहिँ उपलब्ध गराउँदै आएको छ। 2080 सालमा 18 चैत 18 गतेदेखि सुरु गरेको यो सेवा अहिलेसम्म चाहिँ 12 जनाले लिइसक्नु भएको छ। महानगरपालिकाको न्यायिक समितिले अहिलेसम्म चाहिँ 83 वटा सुनवाई गरेको छ। यसमा चाहिँ 798 वटा विवाद चाहिँ काज लिस्टमा चढेको छन्। तीमध्ये 608 वटा चाहिँ विवादमा, 326 वटा चाहिँ निर्णय भएको छ भने 90 वटा विवादमा मेलमिलापबाट माध्यमबाट निरूपण भएको छ। व्यावसायिक क्षेत्रबाट सुलभ र गुणस्तरीय सेवासँगै नियमित कर नागरिकको लागि आँगनमा बसेर सेवा दिने स्थानीय तहले कर तिर्नका लागि वडा अध्यक्ष महर्जनको आग्रह रहेको छ। स्थानीय सेवा सञ्चालन व्यवस्थापन गर्नका लागि उत्तरदायी करदाताको अपेक्षा गरेको बताउँदै काठमाडौँ र महानगरपालिका वडा नम्बर 22 का अध्यक्ष चिनिकाजी महर्जनले आर्थिक सामाजिक क्षेत्रको लागि सन्तुलित विकासका लागि सरकार र नागरिकको समान चाहिँ दायित्व हुने धारणा राख्नु भएको छ। खिच्चा पोखरीको लागि न्यू रोड व्यापार संस्था सहकार्य गर्दै वडाले आयोजना गरेको करदाता शिक्षा र कार्यक्रममा बोल्दै उहाँले जन्मदेखि मृत्यु पर्यन्त सुख र दुःखमा साथ दिने स्थानीय तहलाई सेवा सञ्चालन गर्नका लागि स्थानीय करप्रति जिम्मेवार हुनका लागि आग्रह गर्नुभयो। प्रचलित व्यवस्थाले तोकी बमोजिम कर तिर्नु नागरिकको लागि पहिलो दायित्व भएको बताउँदै उहाँले समयमा कर तिर्ने दायित्व बोध गर्न आग्रह पनि गर्नुभएको छ।
कार्यक्रममा वाणिज्य विभागका लागि निर्देशक जगदीश आर्यले पनि व्यापारिक र वस्तु र सेवाको लागि गुणस्तरका बारेमा प्रस्तुतीकरण गर्दै सामान चाहिँ मूल्य र खरिद बिल र बिक्री बिल र सामानको चाहिँ गुणस्तर जस्तो विषयमा व्यावसायिक र अनिवार्यता शर्त रहेको उल्लेख गर्नुभएको छ। त्यस्तै महानगरपालिकाको वित्त विभागका लागि प्रमुख डाक्टर शिवराज अधिकारीले महानगरपालिकाले बुझाउनु पर्ने विज्ञापन कर, मनोरञ्जन कर, घर बहाल कर र सम्पत्ति कर र व्यवसाय करका लागि सिद्धान्त र व्यवहारका लागि विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। स्थानीय तहलाई बुझाएको कर स्थानीय विकासमा चाहिँ खर्च भएको तत्काल अनुभूत गर्नका लागि सुकिने अधिकारीको बनाइरहेको छ। छलफलमा व्यवसायीहरूले रेस्टुरेन्टको लागि प्रदान गर्ने सेवा अनुसारका लागि मूल्य सूची हुने बताउँदै कहिलेकाहीँ चाहिँ सेवा नहेरिकन मूल्य मात्र हेरेर समस्या सिर्जना हुने गरेको अनुभव चाहिँ सुनाउनु भएको छ। थोक मूल्य र खुद्रा मूल्यका लागि कुरा गर्दै व्यवसायीहरूले सबै प्रकारका सबै कारोबारहरू खरिद बिल र बिक्री बिलको लागि प्रयोगले अनिवार्य गराउने वातावरण भए मात्र सोचे अवस्थाका लागि आउन सक्ने सुझाव दिनुभएको छ। वडा नम्बर 22 का क्षेत्रका महानगरपालिकाभित्रको लागि प्रमुख व्यावसायिक र स्थानमध्ये एउटा रहेको छ। नयाँ सडक र शुक्रपथका लागि चिच्चपोखरी, सुन्दारो लगायतका स्थानमा चाहिँ व्यापारिक क्रियाकलापकै कारण परिचित छन् र वडा सचिवको लागि ज्ञानेन्द्र विवशका अनुसार वडाभित्र चाहिँ 9150 व्यवसाय दर्ता रहेको छन् भने वडामा 3013 जना सम्पत्ति करदाता रहेको छ।